सो यहाँ अब पूजाको तयारी चल्दैछ। यहाँ हाम्रो विशु दाई यहाँ बाजे आउनुभएछ। अब लिपि लिपाइ गर्दैछ अनि यसरी पूजाको तयारी। आज चाहिँ विशु भएछ त हेल्पर। आज बाजेको अगाडि भएको नि। पहिले लालङ्गल चाहिँ लालङ्गल योपालि हुन्न। पूजा गर्दैछ सर भजन पो बजाउनु भजन बजा भजन बजा भजन बोकन पस्छ नि मान्छे सामसाम गरेर त ड्युटी गर्नु न यति यति काटेर ल्याउ त फुलफुल पूजाको नाममा पनि हुन्छ पूजा यहाँ चढाउनु पनि भयो खाली लोभ गर्छ अनि मान्छे चाहिँ कता हिँड्नु त्यहाँ लगाएर एउटा एउटा राख्ने त नि हैन यो कुखुरा चाहिँ चढाइन्छ सन्सरी मैदान यो परेपछि चढाइन्छ सन्सरी मैदान छोडिँदैन अहिले त चढिन्छ नभए पाल्न सक्छ बिस्कुट लिएर भन्नु ए यहाँ मकै पनि ल्याइसकेको छ है चराउनुको लागि योपालि एकदम फल्छ है दामी मकै फल्छ ल सन्सरी मैया चोरी नगर्नु बस चोरको आफै हिसाब गर्नु चोरलाई आफैले हेर्नु भगवान ल्याउनु यो चाहिँ अब परेवाको पूजा हुँदैछ दान दिनले त्यसलाई छोडिदिन्छ जय 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 भगवान की जय देश को नाग नगेनी की जय राष्ट्रपति की देवराली की जय श्री गणेश बाबा की जय गंगे बाबा की जय विष्णु भगवान की जय सबै मासु खान्छ हामीले गर्ने चिपन सो अब यहाँ मासु खाँदैछ अब लास्ट पाकेपछि सबैले फलो लियो सबैले फलो लियो सबै खान्छ अब यहाँ खानापिना सुरु भयो
खोइ तेरो दालको उयो भयो मेरो चम्ची हो कता लगायो त्यो दालको भाँडामा देखि चम्ची हराएको जाल नल्याउँदै हुन्छ त खाल्दा बेक्कै जालले दाल खानै खोज्दैन ग्रेवी थुप्रै भयो देखो देखो इधर कौन है क्या कौन है खा रहा है देखो देखो मैले त्यही भन्दै थिएँ र मनिषालाई टाउको घुराएर हेर्छ कता छ भनेर मनिषा के खाऊ मनिषा कति यो मिलाएर कति भयो